ल भाइ के ल्याएको अरे बेच्न चाहिँ? यो केसर भाइले भनेको ओरिजिनल केसर। यो चाहिँ के अरे? जडीबुटीहरू ल्याएर खोइ झोलामा त हेरौँ त के छ। बाचा कसम कहिले पनि नतोडौला मोती बनी दिल भित्र झर्न पाए कस्तो होला यो शिलाजित हो होइन? त्यो अर्को चाहिँ अर्को हो यहाँ के थियो त्यो के अरे अर्को हिङ पनि हेरौँ त ल। यो केसर हो अहिले मैले त्यहाँ देखाएँ। यो केसर ओरिजिनल केसर हो नि होइन? ल हामी यहाँ टेस्ट गरेर हेर्दैछौँ केसर पनि। त्यसपछि हिङ चाहिँ भाइको झोला चाहिँ कतिलाई छ हिङ यहाँ हेर्नु ल। यो हिङ हिङको त बास्ना आइसक्यो सर्रै आयो। कसैले किन्नु पर्यो भने के अरे फोन नम्बर चाहिँ अलिक साह्रो भन्नु पर्यो। 97 ल कल गर्ने आउँछ ल तपाईँले चाहियो भने ल भाइ ल ल ल रमेश सिन्जानी चाहिँ मेरो पश्चिम जुम्ला जुम्ला भनेपछि हाम्रो नानी ज्ञानेन्द्र साईको गाउँ दुधैतिर भनौँ न गाउँपालिका एउटै गाउँपालिका हो? हो के गाउँपालिका हो? सिन्जा गाउँपालिका। ज्ञानेन्द्र साईको पनि त्यही हो। ल ल बधाई छ त्यसो भने।